सम्पूर्ण दर्शकहरूलाई हजुर सन्चै हुनुहुन्छ। म चिसापानी त्रिवेणी घाटमा आएको थिएँ। आएको क्रममा अझै यसो यहाँ फोहोरै जतिको पुरै लास्टै खतम बनाएर छन्। त्यही भएर यसो एउटा भिडियो बनाऊँ भनेर बनाउँदै क्रममा छु। त्यहाँनिर देख्नुहुन्छ हजुरले टोयलेट छ, त्यहाँनिर त्यो सहयोग त्यो बनाएको नाम छ। त्यसपछि त्यहाँनिर महाकालको मूर्ति बस्ने गरे। त्यहाँनिर गमला छ, गमला फुलहरूको गमला छ। यहाँनिर गेट छ, गेट पनि यस्तो दामीसँग बनिएको छ नि। यहाँ हेर्नु त यस्तो लास्टै फोहोर गरेर कस्तो बनाएछन् पुरै। यस्तो फोहोर त नगर्नु पर्ने, सबले एक ठाउँमा थुपारेर राखिदिएको भए त के हुन्थ्यो र। यस्तो फोहोर नगरे, यस्तो फोहोर गरेपछि कहाँबाट राम्रो देखेला क्या। हेर्नु त यस्तो छ। उ त्यहाँनिर मसान काट्नेर एउटा ट्र्याक्टरले दाउरा उठाउला छ त्यो मसाने मुरा। हेर्नु त यस्तो फोहोर चाहिँ, यस्तो फोहोर छ। यस्तो गराइदिएको, यस्तो फोहोर पनि गराइन्छ नि त लास्टै जतिपिति। सम्पूर्ण दर्शकहरू स्वदेशमा रहेका विदेशमा रहेका सम्पूर्ण दर्शकहरूले हेर्नै पर्ने भिडियो यो, हेरिदिनु होला। कति नछुटाएर कस्तो लाग्छ हजुरले लाइक कमेन्ट सेयर गरिदिनु होला। र अरू बन्दैछ, अझै धेरै बन्दैछ। बनिसक्यो भने आज अरू पनि बनाउँला भिडियो। यहाँनिर माछा छैन, हेर्न सक्नुहुन्छ। ऊ माछा, ऊ हेर्नु यी माछा, यी प्याला माछा। हजुरहरूले कछुवा छ, कछुवा पनि हेर्न सक्नुहुन्छ। पक्नु है, म हजुरहरूलाई कछुवा देखाउन गइरहेको छु। कछुवा हेर्नु, यस्तो दामी छ यी कछुवा। कछुवा हालिदिनु भएको रहेछ। कछुवा पनि कस्तो दामीसँग बसेको छ। अरू सबै राम्रै छ, तर यहाँ अलि यो फोहोरभरि लास्टै फोहोर भयो कि जता भावी फोहोर भयो। यस्तो त नबनाइदिनु पर्ने हो। यस्तो त किन हो यस्तो गर्ने। सम्पूर्ण जनतालाई चाहिने आउनै पर्ने हो। सबैजनाले यस्तो फोहोर नगरिदिनु होला भन्न चाहे, अनुरोध गरेँ मैले। यति भन्दै बिदा हुन्छु। हवस् त, नमस्ते। लाइक सेयर सब गरिदिनु होला हजुरहरूले।